हामी चाहिँ पुरा एकदम लाइनमा उभिरहेको गरे लाइन त लामै छ बिहानदेखि आएको यतातिर अब खै कहिले पाला। सो हेलो गाइज वेलकम ब्याक टु हेमन्त ब्लग। सो गाइज फाइनली तपाईँहरूलाई आज चाहिँ म यसो बजारतिर घुम्न आएको थिएँ त कि हेरिरहेको फाइनली हाम्रो कर्णाली प्रदेशको यो सुर्खेत जिल्लामा रहेको यो दशरथपुर र रामघाटलाई जोड्नको लागि चाहिँ एउटा यो पक्की पुल निर्माण भइसक्यो है। कि देख्नु आज चाहिँ म नजिकै आइदिइरहेको छु, यहाँसम्म त आइरहेको छु। अन्त देख्नु पहिला चाहिँ अब पारीको पुल थियो जो कि एकदम सानो थियो होइन, त्यहाँदेखि एउटा गाडी मात्रै थियो, सानो बाइकहरू जाने मात्र हुन्थ्यो नि त। अहिले चाहिँ अब ठुलो पक्की पुल भइसक्यो, यहाँ चाहिँ के जान पाउँछ भने अरू जान पाउँदैन। चलो ठिक छ भने केही छैन, कामसम्म भ्याइसकेछ। अन्त के यतातिर चाहिँ यो भेरी देख्न सक्नुहुन्छ, कति दामी देखिरहेको छ, एकदम ठुलो ठुलो भइरहेको छ। अनि कर्णाली यता अगाडि चाहिँ पर्छ दशरथपुर बजार भनेपछि, अनि यता माथिको चाहिँ यो रामघाट बजार। तर दामी देखेको छ यार होइन, ब्रिजहरू भन्दा नि कति इजी हुने भयो कि यहाँदेखि ट्याक्क बाइक लिएर सो यताउता जान नि त मस्त हुने भयो। अझ भन अघि त झन् न के भयो थियो, मेरो फोन स्विच अफ भएर मात्र अलि पुरा भिडियो देखाउनु पाएन। अनि कि पुरा यस्तो खतरा देखिरहेको थियो, मान्छे यता साइडमा बसेर काम गरिदिरहेको नि त। त्यसै गाइज कस्तो लाग्यो भिडियो, मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। म चाहिँ होइन हल्का साँझको टाइममा फोटो खिचेर भिडियो बनाइरहेको छु कि त्यही भएर हल्का अलि स्पष्ट देखिरहेको छैन। गाइज दिस इज रामघाटको यो ब्रिज एकदम बबाल देखिरहेको छ। अब चाहिँ हामी पनि नेपालगञ्जदेखि डाइरेक्ट घर आउन पाउने भयो नि होइन, पुल त अडेर के गाडी चेन्ज गरेर। साँच्ची भनेको यति गाह्रो हुन्थ्यो नि हामीलाई यो ठाउँमा माथिदेखि सामान निकालेर अनि त उ गर्न बोकेर जानु पर्थ्यो नि त बारीसम्म। अन्त गाइज यहाँ त पुरा होइन यति दामी देखिरहेको थियो, भेट त्यति ठुलो के खतरा देखिरहेको थियो। किन यस्तो भइरहेको छ भनेको त अन्त उतातिर त पुरा बाढ आइरहेको छ अरे है। बस्तै हाम्रो गाउँतिर नहोस्। अनि त्यहाँदेखि ल्याएर भोलिपल्ट हामी चाहिँ गयौँ है, के बनाउँदा थाहा छ, राष्ट्रिय परिचय कार्ड। अन्त फेरि देख्नु यस्तो दामी देखिरहेको थियो भ्यू। म भने बिरामी भएको छु कि लास्टै रुगाखुगी लागेको छ। अनि त्यहाँ भोइस ओभर गर्न पनि गाह्रो भइरहेको छ नि त, बोल्नै मन छैन यार यस्तो घाँटी दुखेर। त्यही पनि अब भिडियो त नबनाइ नहुने जरुरी छ नि त, त्यही भएर भिडियो बनाउनु लाग्यो गाइज। गर्मी भएर म चाहिँ हेर्नु न यस्तो बाटो भने झन् आमा यस्तो डेन्जर थियो नि पुरा के। कोही ठाउँ भने राम्रो थियो, कोही ठाउँ त पुरा खत्तम के, झाँकेर अटोमा पनि आमा टाउकै दुखाइदिइसक्यो। तर के भने अब परिचय कार्ड त बनाउनै पऱ्यो होइन, परिचय पत्र, राष्ट्रिय परिचय पत्रको लागि भए पनि अब यत्तिको मिहिनेत त गर्नु पऱ्यो नि। अन्त गएको कतिको भिड यार, बहुत ज्यादा भिड छ क्या गाइज। हेर्नुहोस् न यस्तो भिड कि हाम्रो भर्खर पुगेकोमा त फेरि भिड थियो। अन्त फेरि के गर्ने लाइनमा उभियो, खै कतिखेर पाला आउने थाहा भएन। हामी चाहिँ पुरा एकदम लाइनमा उभिरहेको गरे, लाइन त लामै छ बिहानदेखि आएको। यतातिर अब खै कहिले पाला। फाइनली परिचय कार्ड बनाएर चाहिँ घरतिर लागेको। अन्त मेरो चाहिँ टाउको दुखिरहेको थियो, ज्वरो आइरहेको छ नि त बेसी। अनि त्यही भएर अनि दबाई गर्नु पर्ला भनेको, अनि पैसा पनि थिएन त त्यत्तिकै आइदिएको गर्थ्यो चाहिँ। यो चाहिँ मिल्क, दिस इज मेलकुनाको बजार गाइज। मोबाइल उडाइदिएला फेरि। म चाहिँ फर्स्ट टाइम आइदिएको मेलकुना बजारतिर। हजुरहरू पनि यसो मेलकुनाको दर्शन गर्नु भने यो रह गाइस मेलकुनाको पुल जाँदैन ठाउँ पनि यो के अरे यो मेलकुनाको।
गाइस बेलकुनाको ब्रिज ल पानी आइदिरहेको छ मजा आइरहेको छ